गाइस यो चाहिँ मोमोको लागि मैले चिकन किमा गर्दैछु हेर्न सक्नुहुन्छ गाइस हैन प्योर चिकन हो हामीले चाहिँ लाइक शेयर कमेंट अवश्य गर्नु साथीहरु हैन यो दुखी गरिबलाई चाहिँ अलि सपोर्ट गर्नु साथीहरु अरु चाहिँ मलाई खासै बोल्न आउँदैन हैन अब यस्तो हेर्न सक्नुहुन्छ गाइस अब चाहिँ मैले चिकन किमा गरिसकेँ मासु महँगो छ चाहिँ प्याजको लागि चाहिँ मैले प्याज अलिकति अब प्याज किमा उचित राम्ररी हेरेर गर्नुपर्छ साथीहरु कमेन्ट गर्नु होला अब चाउलै राम्ररी अब अलिकति उ गऱ्यो भने पो हामीलाई अब सेलरी पाउने हो हैन हामीलाई चाउलै पनि त केयर गर्नु पर्छ साथीहरु हैन अब उसको घाटो नलाओस् एकदम हिसाबले गर्नुपर्छ फ्याट हाल्दाखेरि चाहिँ मासु छुट्टिन्छ होइन त्यही भएर मैले सोलो गरेर आएको छु हेर्न सक्नुहुन्छ गाइस अब एकदम जति गरे पनि साउलाई ठिक्क छैन होइन ए जल्दी अब 11 बजे साथीहरू 10:30 बजे कटिङ भइयो भने म चाकु लिउँ न 10:30 बजे चाकु यो चापाले हुने रहेछ यार मोटो निस्कियो 11:30 भइसक्यो क्लोज गर्दाखेरि आउने टाइम चाहिँ छिटो आउने र जाने बेला चाहिँ हिसाबै हुँदैन यो होटल लाइनको नोकरी यस्तै हो गाइजहरु तपाईँको कस्तो हुन्छ लाइक कमेन्ट सेयर गर्नुहोला कमेन्ट गर्नुहोला कमेन्टमा चाहिँ हैन कस्तो छ ड्युटी मेरो ड्युटी त बेहाल छ यार 12-13-14 घण्टा पर्छ हैन पैसाको लागि गर्नुपर्छ साथीहरु पैसा छ त सब छ हैन भने बुढीले लाग खान्छ हैन साथीहरु पैसा ल्याएपछि खुसी नत्र पैसाले त मान्छेहरु पनि त्यस्तै हो हामीलाई लुटेर सम्झिन्छ हैन पैसा छैन खाली बसेछ भने भिडियो त साथीहरु भयो चाकु हो हिसाब सब्जी गरे साथीहरु चापाले काट्छ है मैले त्यही भएर दाजुभाइलाई चाहिँ मैले सम्झाइरहेको बेला बेला जो काम भ्याउ दाजुभाइले अब अहिले काम भ्याएर म त खानदारी खाती हो भनेर भएन होइन अहिले चाहिँ अब उहिले जमानाको पाजी मुखिया बिमार भाउडा भयो अब